हेलो, आज चाहिँ लास्टै चिसो थियो बाहिर चाहिँ अनि म भित्र आएर करेन्ट चाउचाउ बनाएर हामी बुढाबुढी चाहिँ च्यालेन्ज खेल्नलाई हारेकोले चाहिँ 3टा खुर्सानी खाने थियो। त्यही भएर म डराइ स्टार्ट गरेँ। त्यसपछि हामी चाहिँ गमागम खायौँ अनि मेरो बुढा चाहिँ सासै नफेरेर बाबै न चिच्चु भनेर गमागम खाइराख्नु भएको थियो। म चाहिँ खाएँ, मैले पनि गमागम खाइरहेको थिएँ। अनि त्यसपछि चाहिँ हामी गमागम खाइरहेको थियौँ अनि कसले जित्छ जस्तो लागिरहेको थियो। म चाहिँ डराइ खेलिरहेको थिएँ। अनि त्यसपछि चाहिँ मेरो बुढाले जित्नुभयो अनि म चाहिँ 3टा खुर्सानी खानुपर्ने हुने भयो। कस्तो डर लागिरहेको थियो। त्यो पनि खान्छु भने पनि मेरो बुढाले चाहिँ खानुपर्छ भनेर खान्छु भनिरहेको थिएँ। त्यसपछि मैले खाएँ 3टा त नै 2टा खाएँ अनि त्यसपछि यस्तो पिरो भयो। त्यसपछि पानी खाएँ, पानी खाएर चाहिँ हामीले भ्यायौँ अनि त्यसपछि